आयोगहरुमा राजनीतिक भर्ती केन्द्र बनेकै हुन् किनभने जग्गा प्रशासन भनेको टेक्निकल कुरा हो त्यसमा चाहिँ सामान्य मान्छेले बुझ्छु अथवा एउटा राजनीतिक कर्मीले चाहिँ यसमा गरेर जान्छु यसमा सल्भ गर्छु भनेर उसले सक्दैन जग्गा प्रशासनमै काम गरेको मान्छेले सक्छ नापीमै काम गरेको टेक्निकल मान्छेले सक्छ त्यही भएर अहिले समिति त्यतिखेरको मैले अझ भन्न छुटाएँ मैले 3टा आयोगमा कम्ती नि जनशक्ति 600 जना थिए र प्राविधिक कर्मचारी 1000 जना राखिएको थियो अहिले त्यो व्यवस्थापनको लागि मन्त्रालयलाई हम्मे हम्मे परेको छ कसरी आयोगको खर्च तपाईको 2 अर्ब 11 करोड छ 3टा आयोगको खर्च अझ यो कहिले 47 सालबाट बन्न थालेको हामीसँग रेकर्ड भएको थियो त्योभन्दा अगाडि पनि बनेका थिए त्यो पछिका आयोगहरूको खर्चको विवरण निकाल्यो भन्यो भने त अहिले यो नम्बर बढेर कति बढ्छ होला हामी सबैजना आंकलन गर्न सक्छौं त्यही भएर यो 3टा आयोगको खर्च मात्रै 2 अर्ब 11 करोड थियो यही खरोड चाहिँ त्यो सुकुम्बासी व्यवस्थापनको लागि हामीले यो बजेट विनियोजन गरे भए सायद यो अहिलेसम्म भइसक्थ्यो होला यति बजेटले पनि त्यही भएर अस्ति 25 करोडको एउटा बचतकर्ताको हकमा चक्रिय कोष निर्माण गर्ने त्यो पनि पछिल्ला सरकार त्यो लास्ट गभर्नमेन्टहरुले गरेको डिसिजनहरु एउटा पीडितको पक्षमा थियो भनेर हामीले अनरशिप लिएर अगाडि बढ्दै गर्दा 25 करोडको लागि यही रस्टमबाट उभिएर मैले 3 चोटी जवाफ दिनु पर्या थियो र आज यो 2 वर्ष 2 अर्ब 11 करोड 3टा आयोगको मात्र खर्चको विषयमा हामी छलफल गर्ने कि नगर्ने यो बनेका आयोगहरुको यो बनेका अब फेरि पछिल्ला आयोगले के गर्यो फेरि यहाँ प्रश्न उठाउन यो भन्दा पनि अगाडि कसरी जाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भनेर मान्यज्यूबाट आयो एकदम सकारात्मक हो त्यही गरिरहेछौँ हामी पछिल्ला आयोगहरुमा राजनीतिक भर्ती केन्द्र बनेकै हुन् किनभने जग्गा प्रशासन भनेको टेक्निकल कुरा हो त्यसमा चाहिँ सामान्य मान्छेले बुझ्छु अथवा एउटा राजनीतिक कर्मीले चाहिँ यसमा गरेर जान्छु यसमा सल्भ गर्छु भनेर उसले सक्दैन जग्गा प्रशासनमै काम गरेको मान्छेले सक्छ नापीमै काम गरेको टेक्निकल मान्छेले सक्छ त्यही भएर अहिले समिति त्यतिखेरको मैले अझ भन्न छुटाएँ मैले 3टा आयोगमा कम्ती नि जनशक्ति 600 जना थिए र प्राविधिक कर्मचारी 1000 जना राखिएको थियो अहिले त्यो व्यवस्थापनको लागि मन्त्रालयलाई हम्मे हम्मे परेको छ कसरी व्यवस्थापन गर्ने त्यति जना कर्मचारीको भनेर त्यही भएर अर्को हकमा जस्तो अब यही उसबाट ढर्राबाट हुन सकेन यही आयोगहरुबाट हुन सकेन जुन हामीले चाहिँ जस्तो खालको आयोग बनायौं हो यो लर्निङ हो किनभने यतियौं आयोगबाट हाम्रो के लर्निङ भयो भन्दा यो संरचनाले भएन अब यसरी अगाडि बढ्न सकिदैन यही कुरा गर्ने हो भनेपछि हामी यो गभर्नमेन्ट पनि फेलियर हुन्छ भनौं न हामी सबैजनाको जुन एउटा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा दिनुपर्छ अब यही सरकारको पालामा दिनुपर्छ भनेको यो सम्भव थिएन त्यही भएर हामीले के गर्यौं संरचनाहरू जिल्लामा सिडिओको अध्यक्षतामा समिति गठन गर्यौं समिति छ त्यसमा पालिकाको प्रतिनिधि बस्नुहुन्छ नापी सम्बन्धित नापी कार्यालयको चाहिँ सदस्य सचिव बस्छ त्यसैगरी केन्द्रमा मात्रै 4 जना के रे हामीले 4 जना राख्यौं 4 जना विज्ञ सदस्यहरू राख्यौं एक जना सदस्य चाहिँ उच्च अदालतको न्यायाधीशले लिड गर्नुहुन्छ यो कुरालाई त्यही भएर अघि नै मान्यज्यूबाट आएको थियो यो पनि राजनीतिक भर्ती केन्द्र भएन यो टेक्निकल मान्छे काम गरेर जानेको मान्छे पूर्व कर्मचारीहरू नै उहाँहरू जुन अहिले समितिमा हुनुहुन्छ उहाँ धेरै लामो समय चाहिँ भूमि प्रशासनमा काम गरेको मान्छे हुनुहुन्छ धेरै लामो समय नापीमा काम गरेको मान्छेहरू अहिले त्यो समितिमा बसेर काम गर्दै हुनुहुन्छ त्यही भएर पनि अलिकति चाँडो हामीले चाहिँ जेठ 19 गतेबाट नै हामीले लाल पूर्जा वितरण काम सुरु गर्न सक्यौं किन सक्यौं भन्दा यही राजनीतिक नेतृत्व त्यो समितिमा नभएर टेक्निकल मान्छेहरू काम जानेका जग्गा प्रशासन बुझेका मान्छेहरू चाहिँ त्यो समितिमा भएको भए पनि छोटो समयमा हामीले केही जिल्लामा सुरुवात गर्न सकेका छौं र यसै गर्दै गर्दा अब मैले चाहिँ फर्दर हामीले अब होल्डिङ सेन्टरको विषयमा पनि उहाँ भएको परिवारको विषयमा कति चाँडो लाल पूर्जा वितरण हुन्छ भन्नेको हकमा अब यो जवाफ मलाई चाहिँ हजुरहरुबाट पनि मैले कति सहयोग पाउँछु भन्ने कुरामा निर्भर गर्छ अब उहाँ